आज चाहिँ मैले अब यो सानो चाहिँ जनै खटिराको बारेमा चाहिँ एउटा सानो पब्लिकमा चाहिँ एउटा इन्फर्मेसन दिउँ भन्ने आधारमा चाहिँ यो भन्दैछु। अब जनै खटिरा भन्नाले हामीले के बुझ्नुपर्ने हुन्छ कि यो चाहिँ एक किसिमको भाइरल इन्फेक्सन हो हैन, जो चाहिँ भेरिसेला जोस्टर भाइरस भन्छौँ। अनि यो चाहिँ कस्तोलाई हुन्छ भने चाहिँ पहिले कसैलाई चाहिँ चिकन पक्स या ठेउला भएको छ भने त्यो मान्छेमा चाहिँ त्यो भाइरसहरू चाहिँ हाम्रो स्पाइनल कर्ड भन्ने हुन्छ, त्यसपछि डर्सल रुट ग्याङ्ग्लियनमा चाहिँ त्यो भाइरसहरू बसिरहेको हुन्छ र पछि केही कारणले गर्दा शरीरको लड्ने क्षमताहरू कम भयो भने त्यो चाहिँ एक्टिभेट भएर चाहिँ त्यसले गर्दाखेरि त्यो नर्भको चाहिँ कुनै पार्टिकुलर डर्मेटोम्सहरूमा चाहिँ इन्भल्भमेन्ट गरेर चाहिँ जनै खटिरा हुने हो। र त्यो हुँदाखेरि लक्षणहरूमा जस्तो मानिसमा चाहिँ धेरै पेन दुख्ने र सँगसँगै चाहिँ पानीको फोकाहरू बिबिराहरू आउने। त्यसै गरेर सुरु हुँदाखेरि कुनै पनि शरीरको कुनै पाटामा चाहिँ एक पाटामा चाहिँ धेरै जसो देखिन्छ, टाउकोदेखि खुट्टासम्म कुनै भागमा पनि हुनसक्छ, तर देख्दाखेरि धेरै जसोमा चाहिँ कुनै एउटा पाटालाई मात्रै इन्भल्भमेन्ट गर्छ हैन। र हामीले चाहिँ जति सक्दो छिटो यदि सुरु भएको हामीले 48 देखि 72 आवर्स भन्छ, 2 देखि 3 दिनभित्र यदि हामीले पेसेन्टलाई थाहा पायौँ यो जनै खटिराहरू छिटोभन्दा छिटो हामीले एन्टिभाइरल औषध सुरु गर्न सक्यो भने चाहिँ त्यो पछि गएर चाहिँ बिरामीहरूमा चाहिँ दुखाइ चाहिँ धेरै दिनसम्म नरहने, छिटो ठिक हुने है, नर्भ पेन भन्छौँ हामीले, त्यो नर्भ पेन चाहिँ धेरै दिनसम्म नरहन सक्छ। त्यसैले सुरुमै हामीले थाहा पाएर सुरुमै उपचार गर्न सक्यो भने चाहिँ त्यो चाहिँ राम्रो हुन्छ। त्यसैले सुरुमै कुनै बिरामीहरूमा त्यस्तो दुखाइहरू भयो, पानीको फोकाहरू जस्तो एक पाटातिर आउन लागेछ भने खै मलाई यो जनै खटिरा हो भनेर अरूतिर नलागिकन जति सक्दो हुन्छ है हस्पिटलतिर जानुभयो या स्वास्थ्य चौकीतिर जानुभयो भने चाहिँ त्यहाँ चाहिँ हामीले कसै डक्टरबाट चाहिँ एन्टिभाइरलहरू सुरु गर्न सक्नुभयो भने चाहिँ उहाँलाई पछि गएर चाहिँ नर्भ पेन हुन सक्ने सम्भावना चाहिँ एकदम कम भएर जान्छ। र यो जनै खटिरा हुने भने चाहिँ कसलाई हुन्छ भनेर चाहिँ भन्दाखेरि धेरै जसो हामीले सबैलाई हुन्छ भन्ने होइन, जस्तो कसैको शरीरको लड्ने क्षमता चाहिँ कम भयो, जस्तो अब हामीले सुगरका बिरामीहरू भयो हैन, अब कोही चाहिँ क्यान्सरका बिरामीहरू हुनुहुन्छ हैन, जसमा चाहिँ शरीरको लड्ने क्षमता कम छ, या त HIV पोजिटिभ भएका बिरामीहरू हुनुहुन्छ हैन, भने त्यस्तो जनै खटिरा आयो भने कहीँ हामीलाई यो त भइरहेको छैन भनेर अरू चिजहरू पनि हामीले हेर्नुपर्ने हुन्छ। त्यसैले यो कहिले कुनै अरू चिजको साइनहरू पनि भन्छौँ हामीले, जस्तो अब कहीँ डायबिटिज सुगर छ कि हैन, HIV हो कि हैन भन्ने अरू कुरा। त्यसैले गर्दाखेरि यो अरू कुरालाई पनि सहयोग गर्छ। त्यसैले गर्दाखेरि तपाईँले जति सक्दो हुन्छ चाँडो चाहिँ नजिकको छाला सम्बन्धी डाक्टरका जानुभयो भने पनि उहाँसँग चाहिँ परामर्श लिनुभयो भने चाहिँ तपाईँले चाहिँ रोगको पहिचान हुन र औषधि सुरु गर्दाखेरि छिटो सुरु गरिसकेपछि चाहिँ लामो समयसम्म दुखाइको लेभल चाहिँ हैन कम छिटो ठिक हुने हुन्छ। र दुखाइ चाहिँ कहिले चाहिँ यस्तो हुन्छ यो दुखाइले चाहिँ धेरैलाई चाहिँ दुःख दिन्छ पनि, धेरै लामो समयसम्म दुखाइ रहने हुन्छ हैन। त्यसले गर्दाखेरि कसैलाई दुखाइ ठिक हुन 1 हप्ता लाग्छ भने कसैलाई 2 हप्ता, कसैलाई 3 हप्ता, कसैलाई 1 महिना, 1.5 महिना, 2 महिना, कसैलाई 5-6 महिना, 1 वर्षसम्म पनि दुखाइ रहन सक्छ। तर कस्तोलाई धेरै लामो समयसम्म दुखाइ रहन्छ भने यदि छिटो रोगको पहिचान भएर छिटो औषधि सुरु गर्न सकिएन भने हैन, त्यो जति छिटो रोगको पहिचान गऱ्यौँ हामीले र औषधि छिटो सुरु गऱ्यो भने चाहिँ त्यति छिटो चाँडो चाहिँ रोग ठिक हुने भयो। त्यो सँगसँगै दुखाइको लेभल पनि त्यति छिटो नै ठिक हुने सम्भावना चाहिँ बढ्दै जान्छ हैन। त्यसैले जसलाई पनि हामी के भन्छौँ भने जति सक्दो हुन्छ तुरुन्तै नै छाला सम्बन्धी डक्टर कसैले जानुभयो भने उहाँसँग परामर्श लिनुभयो भने चाहिँ अब यसले गर्दाखेरि कहिले हामीलाई चाहिँ यो रोगले गर्दाखेरि चाहिँ यदि हामीले यसलाई हेलचेक्राइ गऱ्यौँ भने कहिले हाम्रो अब टाउकोतिर यदि कानको र फेससँग इन्भल्भमेन्ट नर्भहरूलाई इन्भल्भमेन्ट गऱ्यो भने कहिले मुखहरू बाङ्गो हुने हैन, हामीले फेसियल पाल्सीहरू भन्छौँ हैन, त्यस्तो हुन सक्ने सम्भावना हुन्छ। कसैलाई चाहिँ आँखाको नर्भहरूसँग यसो इन्भल्भमेन्टहरू भयो भने कहिले आँखा भिजनमा प्रब्लम हुने, आँखा देख्न नसक्ने समस्याहरू गर्न सक्छ। त्यसले गर्दाखेरि चाहिँ जति छिटो चाँडो तपाईँले चाहिँ आफूलाई शङ्का लाग्यो यो रोग हो भनेर भने नपर्खिकन चाँडो छाला सम्बन्धी डक्टरहरूमा जानुभयो भने उहाँले रोगको पहिचान गरेर छिटोभन्दा छिटो औषधिहरू सुरु गरिदिनु भने रोग छिटो पनि ठिक हुन्छ। त्यसले गर्दाखेरि अरू कम्प्लिकेसन हुन सक्ने सम्भावना पनि एकदम घटेर न्यून भएर जान्छ।